साथीहरू स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ मैले बनाउन थालेको बुलडग है। को कसलाई मनपर्छ, मेरो साथीहरू प्रायःलाई चाहिँ सबैजनालाई मनपर्छ मलाई थाहा छ। तर मैले चाहिँ यहाँनिर हेर्नुहोस् त, मैले चाहिँ एउटा मात्रै खाएको छु होइन। अनि यस्तो चाहिँ अहिले भर्खर फोरेर गनेको कतिवटा हुँदो रहेछ भनेर थाहा छ पाइँदो रहेछ है। आज चाहिँ ब्ल्याकवाला खान्छु होइन। पानी चाहिँ अलरेडी उम्लिसक्यो। ग्यासलाई चाहिँ अलिकति सानो गर्छु। अनि बुलडग बनाउने च्यालेन्ज चाहिँ केही पनि होइन साथीहरू, म एक्लै छु। अन्त एक्लै चाहिँ च्यालेन्ज गरेर बस्ने होइन। पछि हाल्यो यसमा चाहिँ मसलाहरू केही नआउँदो रहेछ। यसमा चाहिँ मात्र यो मात्रै आउँदो रहेछ क्या। अनि यो हुँदो रहेछ एउटा चौचालाई चाहिँ एकछिन यत्तिकै छोडिराख्ने है। यो एकछिन पाक्दै गएपछि हाल्ने म चाहिँ नि एउटा अन्डा पनि एउटा अन्डा हालेर टक्क पोज बनाएर खानुपर्छ। खतरा मिठो हुन्छ मिठो पनि हुन्छ है यो चाउचाउ। अझ यसलाई अझ अर्कै तरिकाले पकायो भने झन् मिठो हुन्छ। तर मलाई त्यसरी पकाउनु भन्दा यत्तिकै पकाएको मिठो लाग्छ है। अनि मलाई चाहिँ यो बुलडग खाना लाग्दाखेरि चाहिँ होइन, म कति धेरै साथीहरूलाई चाहिँ मिस गर्छु क्या। किनभने मेमोरी छ कि मेरो चाहिँ जब चाहिँ मैले यहाँनिर अब दुबईमा गएर दुबईमा काम गरेर बसेर साथीहरू बनाएँ। अनि साथीहरू बनाएर अनि हुन्छ नि त, यस्तो खाऊँ न उस्तो खाऊँ, यस्तो बनाएर खाऊँ भने म कति धेरै साथीहरूलाई मिस गर्छु यो बुलडग बनाउने बेलामा चाहिँ। किनभने एउटा मेमोरी थियो मेरो साथीहरूसँग, कति रमाइलो हुन्थ्यो। अनि साथीहरू थाहा छ तपाईँहरूलाई, जब हामी दुबईमा सँगै काम गरेर बस्दाखेरि होइन कति धेरै साथीहरू बनाएको थियो। अनि साथीहरू बनाएर हामी चाहिँ प्रायः जस्तो क्या अब टिप्स पायो बुलडग किनौँ, अलिकति स्यालेरी आयो बुलडग किनौँ। अनि बनाउँदैन यत्रो बाटामा बनाएर है। अनि यस्तरी राखेर पुरै त्यो सस हालेर मोलेर अन्डा, अनि त्यसपछि ससेस, अनि त्यसपछि काँक्रो गाजर हामीले चाहिँ मिक्स गरेर खान्थ्यो। कस्तो मिठो हुन्थ्यो कि। अनि मसँग अहिले पनि भिडियोहरू छ है, हामी साथीहरू सबैजना सँगै बसेर खाएको। अनि म हेर्छु अनि कति धेरै मिस गर्छु क्या। अनि मान्छेहरू कहाँबाट आएर कसरी होइन साथीहरू बन्दो रहेछ।